अक्सिजन बाहेक चाहिँ अरू भनेको चाहिँ अब त्यहाँ मासु भात खान्छु भन्दा मासु भात रुच्दैन। कम्पनीले लैजाऊ त भन्छ नि त, कम्पनीबाट अब हाम्रो बेस क्याम्पबाट त बनाएर त पठाउँछ नि त, मासु भातै बनाएर पठाउँछ। तर के गर्नु, माथि गएर आइस हुन्छ, स्याउको डल्लाहरू जस्तोको तस्तै आइस डुली हुन्छ, माथि अन्डाहरू जस्तोको तस्तै आइस हुन्छ। हामीले माथि खाने भनेको सिप त्यहाँको आइसको पानी उमालेर खाने हो, अनि बग्यो भने एउटा ब्ल्याक टी ब्ल्याक कफी त्यस्तो खाने हो। अब आज सकुन्जेलसम्म सबैको हाई हाई हुन्छ काममा, भोलि नसक्ने भएपछि कसैले हेर्दैन। कारण के हो भने मैले भन्नु खोजेको चाहिँ अलिकति इन्सुरेन्समा बरु बढी लगानी गर्ने, बढी लगानी गर्दाखेरि पनि त्यही अब $15,000 आउँदाखेरि सरकारले अलिअलि हेर्नु सक्यो भने त्यो $10-1200 त जाओस् न शेर्पाको बारेमा पनि। कुनै बेला वेदर खराब हुन्छ होइन, पुरै क्लाउडी हुने, पुरै स्नो सावर हुने, पुरै विन्डी हुने, त्यस्तो बेलामा चाहिँ मान्छेको हात खुट्टा फ्रोस्ट फाइट हुने धेरै चान्सेस हुन्छ। पुरानो शेर्पाहरू भन्दाखेरि पनि अहिले भर्खर भर्खर चढ्ने, एकचोटि दुईचोटि चढेको शेर्पाहरू तिनीहरू झन् एकदम डेन्जर हुन्छ, हाई रिस्क हुन्छ तिनीहरू। न पहिला कमाएको हुनु, न अहिले कमाउन सक्नुहुन्छ के, हात खुट्टा सक्यो भने त सक्यो नि मान्छे नि। त्यहाँ गएर पानी, तातो पानी बोकिदिने मान्छे चाहियो, अक्सिजन फेरिदिने मान्छे चाहियो, अक्सिजनको मास्क रेगुलेटर बिग्रेको छ कि बिग्रेको छैन सबै चेक गर्ने हेरिदिने मान्छे चाहियो। अनि माथि समेततिर अब अक्सिजन अब एकछिन 5 सेकेन्ड खोल्यो कि त त्यो भित्र त्यो जुन त्यो सास तलमाथि सास आउने जाने हुन्छ नि, तिनीहरू एकछिनमा जाम हुन्छ। त्यहाँदेखि त्यो जाम भयो भने कसरी खुलाउने, के गर्ने, हरेक समस्या हुन्छ क्या त्यहाँनिर। अब त्यो चिसो भएछ, म यसरी तताउँछु भनेर यसरी मुख ठप्प लगायो भने त त्यहीँ मुखसँग ठप्प आइस पनि त्यहीँ त्यो करेन्ट लाग्छ, त्यहाँनिर सक्यो। कार्यक्रममा स्वागत छ। थ्याङ्क यू। के छ अहिले दिन कसरी बितिरहेको छ थोरै भन्नुहोस् न। अहिले त अब भर्खर हिमाल चढेर आएको छु, अहिले रेसमा आएको हो। रिसेन्टली कुन हिमाल चढेर फर्किनु भयो तपाईँ काठमाडौँ? म चाहिँ अहिले फर्स्ट चाहिँ मकालु हिमाल चढ्नु गएको हो। मकालु हिमालमा रोड फिक्स गर्नुमा गएको थियो। त्यहाँको रोड फिक्स गरिसकेपछि अनि फेरि काठमाडौँ फर्किने क्रममा चाहिँ एभरेस्ट बेस क्याम्पमा एकचोटि आउने जानुपर्ने भयो भन्ने कुरा आयो। एकचोटि क्याम्प 1सम्म बाटो खोल्ने चाहिँ बाटो कस्तो रहेछ, के रहेछ कन्डिसन हेरिदिनु पर्यो भनेर भन्नुभएको थियो। त्यस पछाडि म त्यहाँ गएँ, अनि बाटोको कोअर्डिनेट पनि यताउता हेरेँ, अनि सबै रिचेक गरेपछि अब बाटो खोल्ने पक्का भयो। साथीहरू त्यहाँको सबैजनासँग त्यहाँको होल एक्सपिडिसनको गाइडहरू बोसहरू आएको थियो। त्यस पछाडि बाटो खोल्नु सक्यो भने खोलिदिनुहोस् भन्नुभएको थियो र हामीले खोलिदिएँ। एसपीसीसीको टिम र हाम्रो टिम गएर माथि क्याम्प 1-2सम्म बाटो खोलेको छ। अहिले लगातार मान्छेहरू गइरहेछ। तपाईँ कति टाइम भयो यो हिमाल चढ्न थाल्नु भएको? कति सालदेखि चढ्नु भएको तपाईँ? मैले हिमाल चढेको त त्यति धेरै ठुलो टाइम, लङ टाइम भयो छैन। अहिले चाहिँ अब लगभग 2021बाट चढ्न सुरु गरेको, अहिले 2026मा चाहिँ बल्ल 5 वर्ष जति भइरहेछ। तर यतिको अवधिमा मैले अब कतिपय हिमालको 8000 मिटरको बाटो खोलेर चढेँ, कतिपय चाहिँ मैले विदेशीहरूसँग चढेँ, अनि 1-2वटा ट्रेनिङहरू गर्दै गएँ। त्यतिकै आफ्नो लेभल चाहिँ अलिअलि माथि गर्दै गएर अहिले चाहिँ ठिकै छ भनौँ न। बाटो खोल्ने भन्नुभयो, तपाईँले आफै बाटो खोल्नुहुन्छ कि के छ यो बाटो खोल्नेको अलिकति बुझाइदिनुहोस् न। बाटो खोल्ने भनेको चाहिँ के हुन्छ भने तपाईँको एकदम टेक्निकल पार्टहरू हुन्छ। मान्छेले खोलिरहेको बाटोमा चढ्नु र आफैले खोलेर चढ्नुमा धेरै फरक पर्छ। किनभने अरूले खोलिरहेको बाटोमा चढ्दा त्यो जहाँ डोरी छ त्यहाँ समाएर जाने मात्रै हो। अब आफैले बाटो खोल्दाखेरि जस्तो भिर होस्, जस्तो त्यहाँनिर अब कृपास होस्, जस्तो चाहिँ नि ढुङ्गा रकी पार्ट होस्, त्यस्तोमा पनि जस्तो ठाउँमा पनि आफूले टेक्निक लगाएर चाहिँ नि कसरी पछि मान्छे कसरी सेफ भएर आउनु सक्छ र अगाडि आफू पनि कसरी सेफ भएर जानुपर्छ भन्ने बारेमा धेरै सोच्नुपर्ने हुन्छ।
अनि प्लस अब शेर्पाहरू मात्रै चढेर पनि हुँदैन, फेरि पछाडि अब विदेशीहरू पनि पछाडि तर्नु सक्छ कि सक्दैन पछि, त्यो पनि हेरेर बाटो खोल्नुपर्ने हुन्छ। तपाईँले चाहिँ अरूले खोलेको बाटोमा होइन कि तपाईँ आफै हिमालको बाटो चाहिँ आफै खोल्दै चढ्नुहुन्छ होइन त? त्यो भनेको चाहिँ अब जस्तो अब जस्तै मेरो पनि अब त्यही बाटै मात्रै खोल्ने भन्ने काम हुँदैन। काम अब कम्पनीले टेन्डर सिस्टम हुन्छ, अब टेन्डरमा के हुन्छ कस्तो हुन्छ, अनि अब कम्पनीले ल हाम्रोबाट बाटो खोल्नु पऱ्यो यो हिमालको भनेपछि त्यहाँ मान्छे छनौट हुन्छ। मान्छे छनौट भइसकेपछि को जाने के गर्ने को पठाउने भने कम्पनीले निर्णय लिन्छ त्यसमा। तर मैले धेरैचोटि चाहिँ अब हिमालको बाटोहरू चाहिँ खोल्नु पनि खोलेँ, चढ्नु पनि चढेँ। तर अझै पनि अब मलाई चाहिँ के लाग्छ भने अलिकति आँट लाग्छ है। आफूभन्दा सिनियर मान्छेहरू पनि हुनुहुन्छ, जुनियर मान्छेहरू पनि हुनुहुन्छ, त्यसमा सबैजना मिल्यो भने काम गर्नु एकदम सजिलो हुन्छ। अब कुनै चाहिँ अब सिनियर भए पनि कामै नगर्ने जस्तो हुन्छ, कुनै चाहिँ अब जुनियर भए पनि फेरि धेरै दुःख पाउँछ, काम उनीहरूलाई केही नलेजहरू हुँदैन। त्यो कारणले गर्दाखेरि यो हिमाल भनेको चाहिँ यस्तो हो कि अब घरभित्रको फ्यामिली मिल्यो भने जे पनि गर्न सकिन्छ, जस्तो पनि काम गर्न सकिन्छ। र यो घरभित्रको फ्यामिली नै मिलेन भने सानो काम पनि अर्केर बस्छ कि, त्यस्तै हो। यो अरूले बनाएको बाटोबाट हिमाल चढ्नु र आफूले बाटो बनाउँदै हिमाल चढ्नुमा अलिकति पक्कै पनि गाह्रो त छ आफूले बनाउनलाई होइन। तर तपाईँले नबनाएको बाटोमा चाहिँ तपाईँले आफै बनाउँदै हिमाल चढिरहँदाखेरिको अनुभव चाहिँ, पहिलो अनुभव चाहिँ कस्तो थियो अलिकति सुनौ न। पहिलो पटकको कुरा सुनाउँदाखेरि चाहिँ के थियो भने अब मसँग अलिअलि टेक्निकली अब ट्रेनिङहरू यताउता त थियो, तर पनि अहिलेसम्ममा नगरेको काम अब भोलिको दिनमा मैले अब यहाँ एउटा रोपको गाँठो लाएँ, तर त्यो रोपको गाँठो पक्का हुन्छ कि हुँदैन। एउटा अब मैले यहाँ एङ्गर हाने, अब यस्तो ठाउँमा अब स्नो प्याडहरू आइसक्रिमहरू गाडेँ, त्यसले कति केजी जान्छ, अब अब भोलिको दिनमा 100-150 जना मान्छे झुन्डिनुपर्छ, यहाँबाट उक्कियो भने मान्छे मर्छ कि तलमाथि हुन्छ, त्यहाँदेखि हामीलाई कम्प्लेन पो आउँछ कि भन्ने खालको कुराहरू चाहिँ मलाई मनमा कतिपय त्यस्तो कुराहरू खेलिरहन्थ्यो त्यतिखेर। अब हामी 4-5 जना तर्नलाई त केही समस्या हुँदैन, तर भोलिको दिनमा 100-150 जना मान्छे त्यसले थाम्नु पर्दाखेरि त गाह्रो हुन्छ भन्ने मेरो मनमा लाग्थ्यो। तर अहिले चाहिँ अब त्यस्तो लाग्दैन। अब अहिले चाहिँ अब धेरैचोटि काम गरिसकेको हुनाले मलाई धेरै अनुभव भएको कारणले अहिले चाहिँ केही जस्तो लाग्दैन त्यस्तो कुराहरू चाहिँ। माउन्टेन लो चाहिँ चढ्दाखेरिको अनुभव अलिकति सुनौ न, पहिलोचोटिको त्यो अनुभव चाहिँ। डर त अब त्यस्तो डराउने कुरा भनेको हुँदैन। हिमाल चढ्ने मान्छे चाहिँ खास डराउने हो भने काठमाडौँमै टक्कै बस्नुपर्छ क्या, यस्तै टेबलमाथि यस्तै कुर्सीमाथि बसिरहनुपर्छ। किनभने अब त्यहाँ गएर मर्छ लड्छ भने डर छ भने त सेफ ठाउँमा बस्नु पऱ्यो नि त। हिमाल हो, रिस्क त हुन्छ, कसैको हात खुट्टा खाने सम्भावना हुन्छ, कसैको अब चिसोले कठङ्ग्रिने सम्भावना हुन्छ। त्यहाँनिर भनेको अब सबभन्दा समस्या भनेको अक्सिजनको हुन्छ। अक्सिजनको कसैको अब त्यो मार्क्स रेगुलेटर हुन्छ, त्यो मार्क्स रेगुलेटरभित्र पनि फेरि वासर हुन्छ क्या, यत्रो सानो वासर हुन्छ। त्यो वासर चाहिँ घुमाउनु जानेन भने त्यो फ्याट्टै पर्केर जान्छ। त्यो पर्क्यो भने त त्यो अक्सिजन अहिले 1 घन्टा पनि टिक्दैन। अब 15-16 घन्टा काम गर्नुपर्ने अक्सिजन चाहिँ 1 घन्टा 1.5 घन्टामा सकिन्छ। त्यो अक्सिजन कल्याप्स हुने बित्तिकै मान्छे पनि त्यहाँदेखि कठङ्ग्रिने, अब थाक्ने हरेक फिल हुन्छ, त्यहाँदेखि मान्छे मर्ने पनि सम्भावना हुन्छ त्यहाँनिर। त्यो मात्रै हो, अरू खासै डर त्यो हिमालमा डराउने त्यस्तो भनेको त्यो हुँदैन पहिले सुरुमा। भनेपछि अहिलेसम्म तपाईँले कतिवटा हिमाल चढिसक्नुभयो? अहिलेको 21बाट चढ्न थालेको भन्नुभयो होइन, अहिले 26मा आइपुग्दाखेरि। अहिलेसम्म मैले हिमाल चढेको भनेको त अब 5-6-7वटा 8000 पुग्यो। 6-7 8000मा कुनै 3 चोटि 4 चोटि 5 चोटि कति चढ्यो, त्यो चढ्यो त्यहीँको त्यहीँ चढेकोले गर्दाखेरि कुनै डबल त्रिबल चबलसम्म चढेको छ। एउटै हिमाल त्यसरी चढेको छ। अब 8000 चाहिँ जम्मी चाहिँ अहिलेसम्म 14 पिक गर्नुको लागि हो भने चाहिँ अहिलेसम्म 7वटा जति मात्रै पुगेको छ। कतिपय अवस्थामा तपाईँहरूलाई हिमाल चढिरहँदाखेरि चाहिँ के समस्याहरू तपाईँले भोग्नु परेको छ अहिलेसम्म? अलिकति सुनाउनु पर्दाखेरि, अनुभव सुनाउँदाखेरि यस्तो समस्या चाहिँ हुने रहेछ है हिमाल चढ्दाखेरि। समस्या त्यस्तो खासै ठुलो समस्या त हुँदैन, किनभने त्यहाँको अब खाना लाउने कुरा त्यस्तो भनेको चाहिँ
अक्सिजन बाहेक चाहिँ अरू भनेको चाहिँ अब त्यहाँ मासु भात खान्छु भन्दा मासु भात रुच्दैन। कम्पनीले लैजाऊ त भन्छ नि त, कम्पनीबाट अब हाम्रो बेस क्याम्पबाट त बनाएर त पठाउँछ नि त, मासु भातै बनाएर पठाउँछ। तर के गर्नु, माथि गएर आइस हुन्छ, स्याउको डल्लाहरू जस्तोको तस्तै आइस डुली हुन्छ, माथि अन्डाहरू जस्तोको तस्तै आइस हुन्छ। हामीले माथि खाने भनेको सिप त्यहाँको आइसको पानी उमालेर खाने हो, अनि बग्यो भने एउटा ब्ल्याक टी ब्ल्याक कफी त्यस्तो खाने हो, नभए त्यही अक्सिजनको भरमा काम गर्नुपर्छ। ठोस खानेकुरा केही खान पाउनुहुन्न माथि? त्यहाँ भनेको पाउने भनेको यो हाम्रो यो सुपर मार्केटबाट भएको हाई चक्लेटहरू हुन्छ, स्नेकरहरू, रुच्नेले त्यो खाने हो, नरुच्नेले चाउचाउहरू, आफ्नो आफ्नो तरिका हो माथि त। अनि एउटा हिमाल चढ्दाखेरिको समय चाहिँ कति अवधि लाग्छ? जस्तै एउटा सामान्य मान्छे होइन, एउटा हिमाल चढ्ने रहर गर्यो अथवा हिमाल चढ्छु भनेर कोही मान्छे जाँदैछ भने चाहिँ उसलाई कम्तीमा कति समय लाग्छ हिसाब गर्दाखेरि? अब मान्छे अनुसारको फरक फरक हुन्छ होला हुन त त्यो। अब म एकदम चाँडो चढ्छु र मलाई टाइम छोटो छ, म एकदम नजिक समय एकदम क्लोजै गरेर चढ्छु भन्ने मान्छेलाई चाहिँ मलाई लाग्छ अनुभवित मान्छे, अलिक अनुभवित मान्छे छ भने चाहिँ बढीमा 20-25 दिन भनौँ। अहिलेसम्ममा कुनै हिमाल नचढेको मान्छे छ भने, फेरि पहिले पनि चढिरहेको मान्छे हो भने त्यो मान्छे फेरि 1-1.5 हप्तामा चढ्नु पनि सकिन्छ। भनेपछि अनुभव भएको मान्छेलाई चाहिँ अनुभवित मान्छे छ भने 1-1.5 हप्तामा चढ्नु पनि सकिन्छ। सिधै जाने, बेस क्याम्प जाने, बेस क्याम्पबाट क्याम्प 2 सम्म जाने, क्याम्प 2 बाट सिधै बेस क्याम्प आउने, फेरि अर्कोचोटि जाँदाखेरि चढेर पनि आइहालिन्छ। बढीमा 1.5-2 हप्तामा सिधेर पनि सकिन्छ। तपाईँको नामलाई हेरिरहँदाखेरि स्पिड भनेर अगाडि राख्नु भएको छ नि, तपाईँको खास गरी नाम दावा शेर्पा होइन, तर तपाईँको टाइटल अथवा त्यसलाई टाइटलको रूपमा चाहिँ तपाईँले स्पिड राख्नु भएको छ। यो स्पिड राख्नुको कुनै रिजन छ? अब त्यो त अब कन्भर्सनमा गऱ्यो भने पनि त्यो थाहा हुन्छ। तर यो स्पिड भन्नेको चाहिँ कारण चाहिँ अब अलिकति अब बाहिरको मान्छेहरूले चिन्नलाई पनि अहिले अब हिमाल चढ्दै गर्दाखेरि पनि अब यो विदेशीहरूले नि त्यत्तिकै स्पिड भनेर नि त्यत्तिकै नाम राखेको हो। अहिलेसम्म मेरो कुनै त्यस्तो रिजन, कुनै मेरो रेकर्ड त्यस्तो केही छैन स्पिडको बारेमा चाहिँ। यो एउटा सामान्य मान्छे हिमाल चढिरहँदाखेरि बिरामी हुने कारणहरू चाहिँ के हुन्छन् त्यसमा? बिरामी हुने कारण भनेको चाहिँ त्यहाँनिर अब त्यो पानी पनि कुनै बेलामा पानी क्लिन हुँदैन, पानी कुनै अब त्यो पानी क्लिन नभएको कारणले पनि खोक्ने त्यस्तोहरू धेरै हुनसक्छ, समस्याहरू खोकीको समस्याहरू धेरै हुनसक्छ। र अर्को कुरा भनेको चाहिँ अब त्यहाँनिर धेर जस्तो चाहिँ समस्या चाहिँ के छ भने अब त्यत्रो यो काठमाडौँ गढ जस्तै छ बेस क्याम्पमा क्याम्पहरू, अब अलिकति सुरक्षित तरिकाले पानी चाहिँ त्यहाँको राम्रो पानी हुँदैन क्या। पानी के हुन्छ भने अब यो बर्खा लाग्यो, अब अलिकति सिजन तातिँदै गएपछि यो मे महिनातिर त अब पानी खोलुङलुङ बगेर आउँछ। त्यो बगेको पानी टाढाबाट आएको पानी चाहिँ राम्रो हुन्छ। अब अस्तितिर त के हुन्छ भने फर्स्ट टाइमतिर चाहिँ मान्छे धेरै रुघाखोकी लाग्ने त्यस्तो समस्याहरू धेरै श्वास प्रश्वासमा गाह्रो हुने कुराहरू धेरै हुन्छ। तर त्यतिखेर चाहिँ अब जहाँनिर अलिकति पोखरी छ त्यही पोखरीलाई फुटाएर चाहिँ नि भित्रबाट पानी निकालेर खानुपर्छ क्या। त्यो पानी के छ कसो छ अब होइन, अब वर्षैपछि फोहोर त त्यस्तै हुन्छ बेस क्याम्पमा त हो। अनि यसो फोहोर त अब जहीँ तहीँ जेसुकै नफाले पनि त्यो खानेकुराहरू, त्यो पोहोर कुगेको खानेकुराहरू त्यस्तोहरू सबै फालिरहेको हुन्छ नि त। त्यसैलाई नै फेरि यसपालि जुन ठाउँमा पानी छ त्यहीँ नै अगुन त्यही पानी सफा खान्छु भन्ने हुँदैन कि। यसपालि जुन सेप ठाउँ छ त्यो अगुन चाहिँ त्यो भिर भएर बस्छ क्या, त्यहाँनिर सबै भिरेर क्ल्यास भएर। अनि त्यस पछाडि अब त्यो फेरि अगुन कहाँनिर अलिकति पोखरी जमेको हुन्छ त्यही पोखरीको पानी खानुपर्छ। अनि त्यो फोहोरहरू त्यस्तो छ भने चाहिँ अलिकति श्वास प्रश्वासमा समस्या हुने, रुघाखोकी धेरै चल्ने त्यस्तो समस्याहरू हुनसक्छ। तर त्यसमा चाहिँ नि मलाई के लाग्छ भने अलिकति अब कुनै मान्छे अब बेस क्याम्पमै पनि बिरामी भएर कस्तो भएर बस्छन् कि, त्यसमा भनेको अब इन्सुरेन्स कम्पनीहरू छ नि। अब शेर्पाहरू भयो, बेस क्याम्पसम्मको अब हाम्रो किचन कुकको त ठिकै छ, तर माथि चढ्ने जुन अब त्यो क्लाइम्बिङ गाइडहरू छ नि त्यसको बारेमा मलाई अलिकति दुःख लाग्छ हाम्रो नेपाल सरकारसँग। के छ अलिकति सुनाउनु न त्यहाँको समस्याहरू।
अब के हुन्छ भने यो हिमाल चढ्ने मान्छेको चाहिँ के हुन्छ भने एउटा अलिकति कुनै बेला वेदर खराब हुन्छ होइन, पुरै क्लाउडी हुने, पुरै स्नो सावर हुने, पुरै विन्डी हुने, त्यस्तो बेलामा चाहिँ मान्छेको हात खुट्टा फर्स्ट फाइट हुने धेरै चान्सेस हुन्छ। पुरानो शेर्पाहरू भन्दाखेरि पनि अहिले भर्खर भर्खर चढ्ने एकचोटि दुईचोटि चढेको शेर्पाहरू तिनीहरू झन् एकदम डेन्जर हुन्छ, हाई रिस्क हुन्छ तिनीहरूको। न पहिला कमाएको हुनु न अहिले कमाउन सक्नुहुन्छ के, हात खुट्टा सक्यो भने त सक्यो नि मान्छे। अनि त्यहाँदेखि चाहिँ मलाई चाहिँ के लाग्छ भने अहिले चाहिँ अब हाम्रो नेपाल सरकारले पर्यटन मन्त्रालयमा एकचोटि सगरमाथा चढ्ने विदेशीलाई 15,000सम्म डलर लिन्छ परमिट। तर त्यो पैसाबाट चाहिँ त्यो जुन त्यो विदेशी चाहिँ हाम्रो कम्पनीमा त आएको मात्रै हो नि, कम्पनीहरूले त विदेशीलाई पैसा लिने अनि ल्याउने मात्रै हो नि त, चराउने जे गरे पनि शेर्पाले हो। अब त्यहाँनेरि शेर्पाको इन्सुरेन्स भनेको बढीमा अब 10 लाखदेखि 15-16 लाखसम्म रिकभर गर्ने इन्सुरेन्स हुन्छ। म केही उपाय खोज्दैछु कि यसको बारेमा, केही न केही त होला नि। अब आज सकुन्जेलसम्म सबैको हाई हाई हुन्छ काममा, भोलि नसक्ने भएपछि कसैले हेर्दैन। कारण के हो भने मैले भन्नु खोजेको चाहिँ अलिकति इन्सुरेन्समा बरु बढी लगानी गर्ने, बढी लगानी गर्दाखेरि पनि त्यही अब 15,000 डलर आउँदाखेरि सरकारले अलिअलि हेर्नु सक्यो भने त्यो 10-1200 डलर त जाओस् न शेर्पाको बारेमा पनि। एकजना विदेशीको एकजना शेर्पा त हुन्छ नि, तर त्यो छैन। अब कम्पनीले जतिको इन्सुरेन्स गरेको छ त्यति हो। त्योभन्दा बाहेक तपाईँहरूलाई त्यो हिमाल चढे बापतको अरू तपाईँहरूले रकम पाउनुहुन्न भनेपछि? अब हिमाल चढेको रकम त आउँछ नि त, कसैको कतिपयको अब बिचरा कति ऋण होला के होला, काठमाडौँमा बुढी बच्चा पाल्नु पर्छ, पढाउनु पर्छ, खानु लाउनु पर्यो। काम गर्ने मान्छे घरभित्र एकजना हुन्छ, खाने बसेर खाने त 6-7 जना हुन्छ नि त। एकचोटि हिमाल चढेको बापत ल भन्न बढीमा 8 लाखदेखि 10 लाख कमायो भने त्यो 10 लाख त एक वर्षमा त 6-7 जनाले खानु पर्यो, स्कुल फी तिर्नु पर्यो, रुम भाडा तिर्नु पर्यो, त्यो त के पुग्छ त। अनि त्यो माथि पनि त्यो काम गर्ने मान्छेको चाहिँ हात खुट्टा केही फोर्सफाट गइदियो, केही भइदियो भने लाइफ ड्यामेज भएन त। तर मैले भन्नु खोजेको त्यो सरकारले अलिकति त्यो इन्सुरेन्सको बारेमा अलिकति ध्यान दिनु हो भने बढीमा ल 1000-1200 खर्च गर्यो भने कम्तीमा पनि इन्सुरेन्सबाट कभर गर्ने चाहिँ 1.5-2 करोडसम्मको चाहिँ इन्सुरेन्सको कभर होस् के भन्ने कुरो हो कि मेरो। भोलि के छ भने मैले त्यहाँ गएर चाहिँ नि त्यस्तो मलाई हुँदैन, त्यहाँ मेरो टिमलाई हुँदैन, त्यो मेरो मान्छे मर्दैन, त्यो मेरो मान्छेको हात खुट्टालाई केही पनि हुँदैन भन्ने कुरो हुँदैन क्या। जस्तो सुकै अवस्थामा भए पनि अब सिनियर शेर्पा होस्, जुनियर शेर्पा होस्, सिनियरले पनि के गर्न सक्नु त। अब भोलिको दिनमा आइपर्यो भने अब विदेशीलाई अब त्यहाँनिर अक्सिजनहरू एकदम चाँडो सकिने के गर्ने हुन्छ, उनीहरूलाई अब हामीले भन्दा ठुलो बढी प्रेसरमा दिनुपर्छ, अनि त्यसलाई त बचाउने कोसिस त गर्नु पर्यो। उसको अक्सिजन सक्यो भने 8,000 भन्दा माथिको हाई मिटरमा हामीले हाम्रो आफ्नो अक्सिजन पनि दिनुपर्छ क्या। त्यो हाम्रो अक्सिजन पनि सिनियरको पनि अक्सिजन खोलेर दिइसकेपछि चाहिँ त्यसको पनि हात खुट्टा कठाङ्गिने चिसो हुने त हुन्छ नि, त्यहाँबाट त फेरि त्यही हो लाइफ त। अनि मलाई लागेको चाहिँ अब सरकारले चाहिँ हाम्रो पर्यटन बोर्डबाट चाहिँ यसो अब यति यो हिमालबाट यति आछ, यति गएको छ, तर यतिजना शेर्पालाई इन्सुरेन्स यसरी यति थप्ने भन्ने खालको सल्लाहहरू चाहिँ राख्नु भने राम्रो हुन्छ कि जस्तो लाग्छ मलाई चाहिँ। पर्यटन बोर्डको मन्त्रीसँग एकचोटि म आफैलाई भेटेर कुरा गर्नु मन लाग्छ यस बारेमा।
अघि तपाईँले पारिश्रमिकको कुरा जोड्नुभयो नि, जुन रूपमा चाहिँ हामीलाई 8-10 लाखको इन्सुरेन्स हुन्छ, त्योभन्दा बाहेक केही पैसा हामीले पाउँछौँ होइन। त्यो कुरा गरिरहँदाखेरि म्याक्सिमम् तपाईँहरूले पाउने, जस्तै कोही मान्छे भर्खर शेर्पा चढ्न सुरु गरेको छ, माउन्टेन चढ्न सुरु गरेको छ, उसले पाउने म्याक्सिमम् अथवा मिनिमम रकम चाहिँ कति हुन्छ, प्रायः पाउने चाहिँ कति हुन्छ सुरुवात? अब अहिले त तपाईँको पछि बढ्दै जाला होइन अनुभव भएपछि, तर एकपल्ट दुईपल्ट चढेका शेर्पाहरूको पारिश्रमिक चाहिँ कति हुन्छ त्यसमा? त्यहाँ चाहिँ धेरै भन्ने हुँदैन, थोरै भन्ने हुँदैन कि। अब आफ्नो आफ्नो इक्विपमेन्ट हुन्छ। फर्स्टमा तलबार जाँदाखेरि अब कसले कति खाने भन्ने इक्विपमेन्टको बारेमा मात्रै धेर थोर भनेको चाहिँ, माथि गएर चाहिँ फेरि कमाउने जसले सक्छ त्यसले हो क्या। जति बारी बोक्नु सक्यो, जति काम गर्न सक्यो, त्यति नै पैसा बढी आउने हो। त्यहाँ गएर तपाईँको थोर मेरो धेर त्यस्तो भन्ने हुँदैन। त्यो रकम चाहिँ तपाईँले लिएर जाने जो विदेशी चढ्दैछ अथवा उसले तपाईँलाई पे गर्छ कि कसले पे गर्छ त्यो पैसा चाहिँ? त्यो त डाइरेक्ट टु कम्पनीबाट आउने हो। ए ओके। त्यो विदेशीले कम्पनीमा सबै पैसा दिइसकेको हुन्छ, उसको लागि के समस्या छ, के किन्नुपर्छ, के लाउनुपर्छ, के खानुपर्छ सब थाहा छ। अनि शेर्पा कतिजना चाहिन्छ, के चाहिन्छ भनेर उसले सब थाहा छ। त्यो भनेको उसले पुरै डिटेल्स राखेर कम्पनीमा पैसा तिरेको हुन्छ, अनि कम्पनीले त्यही अनुसारले हामीले कति बारी बोकेको रहेछ, के रहेछ भनेर सब कम्पनीले दिने हो क्या। भनेपछि तपाईँले उसको थोरै भारी बोकिदिनु भएको छ भने त्यही अनुसारको तपाईँले पाउनुहुने भयो, अलिकति बढी बोकिदिनु भएको छ भने चाहिँ त्यही अनुसारको पैसा पाउने हो। फेरि शेर्पाहरू पनि हुन्छ नि त, कसैले धेरै भारी बोक्ने, कसैले कम बोक्ने, कसैले बोक्दै नबोक्ने। भारी चाहिँ कति किलोसम्म तपाईँहरूले बोक्नु भएको छ? तपाईँको कुरा गरिरहँदाखेरि धेरैमा कतिसम्म, थोरैमा कतिसम्म बोक्नुहुन्छ तपाईँहरूले? धेरैमा चाहिँ भन्नाले चाहिँ 2023मा म यो 8K एक्सपिडिसनबाट काम गर्थेँ। त्यतिखेरको समयमा चाहिँ क्याम्प 2बाट क्याम्प 4सम्म चाहिँ 7900 मिटरसम्म चाहिँ हामीले 8-9वटासम्म अक्सिजन बोक्थेँ। 9 बोतल 4 केजी बोतलको 4 केजी हुन्छ त्यो, अनि 9वटासम्म चाहिँ बोक्थेँ हामीले। अनि थोरैमा? थोरैमा पनि 30 केजी भन्दा मुनि बोक्दैन। अरू के हुन्छ? अक्सिजन, एउटा अक्सिजन बोक्नुहुन्छ, अरू के हुन्छ? जस्तै खानेकुरादेखि लिएर अरू कुरा पनि हुन्छ होला नि त्यसमा? खानेकुरा हुन्छ नि। क्याम्प 2सम्म त अब बेस क्याम्पबाट मासु बोक्नुपर्छ, चामल बोक्नुपर्छ, दाल चिनी बोक्नुपर्छ, सबै बोकेरै पुऱ्याउने हो। अब त्यहाँनिर भनेको हेलिकप्टर युज गर्नु हो भने त तपाईँको एकचोटि उडाउँदै अब त्यो पनि अब कति 100-150 भन्दा उनीहरूको लिमिट हुन्छ, त्यो लिमिटभन्दा माथि बोक्दैन। त्यहाँ हेलिकप्टरलाई तिर्ने पैसा चाहिँ इमर्जेन्सी पऱ्यो भने मात्रै लाने हो, नभए त अहिले अब रेस्क्यु गर्नु बाहेक त अरू हेलिकप्टर पनि चलाउनु दिँदैन भन्ने सुनेको छु मैले। अनि त्यो हेलिकप्टरले एकचोटि पैसा तिर्ने चाहिँ शेर्पालाई त पुऱ्याउँछ क्या, डबलै पुऱ्याउँछ शेर्पाले। तपाईँकोमा धेर मेरोमा धेर भन्ने हुँदैन। कम्पनीबाट दिने रेट चाहिँ जुनसुकै कम्पनीको शेर्पाहरूलाई पनि रेट चाहिँ एउटा हुन्छ क्या। कसैको होलान्, कसैको अब अलिअलि धेर थोर होलान्, प्रायः जस्तो चाहिँ एउटै हुन्छ। अब त्यो कसैको कम्पनीबाट अब त्यो क्यारी बोनस बढी दिनेलाई चाहिँ अब इक्विपमेन्टमा धेर थोर हुनसक्छ होइन। कसैको फेरि इक्विपमेन्ट धेर भएपछि अब त्यहाँ क्यारी बोनस कम हुनसक्छ, त्यस्तोहरू हुन्छ कि। अलिकति शेर्पा भनिरहँदाखेरि अलिकति अब उनीहरूले सम्झिने कुरा र उनीहरूले तपाईँलाई भन्ने कुरा र व्यवहारमा कतिको फरक हुन्छ उनीहरूले तपाईँहरूप्रति गर्ने? विदेशीहरू त जुनसुकै पनि नराम्रो हुँदैन। त्यहाँनिर गएर अब जस्तो सुकै अब पुलिस आर्मी जेसुकै भए पनि, सरकारी कर्मचारी जस्तो मै हुँ भने पनि त्यहाँ गएर चाहिँ एउटा केही नभएको एकमुठी मात्रै सास भएको, त्यो केही नभएको, ज्यानै नभएको शेर्पाको मुखमा मान्नुपर्छ क्या। हिमालमा त जसले जे भने शेर्पा नै ठुलो हुन्छ। जस्तो खालको खैरे होस्, जस्तो सुकै होस्, विदेशी जे सुकै होस्, हाम्रो नेपाली जसले जे भने पनि त्यहाँनिर गएर चाहिँ हाम्रो मुखमा मान्नुपर्ने हुन्छ क्या। धेरै छिटो हिँड्दाखेरि पनि के समस्या हुन्छ, बिस्तारै हिँड्दाखेरि पनि के समस्या हुन्छ, त्यो हामीले जे भन्छ त्यो मान्नुपर्ने हुन्छ क्या। फेरि यो हिमालमा विदेशीहरू चाहिँ धेरै फुर्ती देखाउने,
धेरै छिटो हिँड्ने त्यस्तोहरू पनि फ्याट्टै बिरामी हुन सक्ने सम्भावना त्यस्तोहरू धेरै समस्या हुन्छ क्या। त्यही कारणले हामीले विदेशीहरूलाई अब दिनको कति हाई मिटर चढाउने अनि कति हाई मिटरसम्म एक्लामटाइज गराउने भन्ने हामीलाई थाहा हुन्छ क्या। अनि त्यसले जसरी पनि हामीलाई मान्नै पर्छ, हामीलाई जे भन्छ त्यही मान्नुपर्छ। तर त्यो मान्छ पनि के विदेशीहरूलाई थाहा हुँदैन नि त। पहिले नै फेरि 10 12 र 13 14 हिमाल चढिसकेको भएर चाहिँ फेरि त्यसलाई चाहिँ फेरि समस्या हुँदैन। त्यो हामी जत्तिकै बुझ्ने हुन्छ क्या। त्यस्तोहरू चाहिँ फेरि आफै चढ्न पनि आउँदैन। उसको अब बुढी बच्चा अथवा फ्यामिली परिवार के अब आफ्नै क्लाइन्टहरू जम्मा गरेर ल्याउँछन् कि तिनीहरू चाहिँ गाइड भएर, शेर्पा गाइड जस्तै भएर हुन्छ। अहिलेसम्म मैले जति पनि विदेशीहरूसँग चढेको छु मेरो अहिलेसम्ममा कुनै पनि अफिसमा कुनै पनि कम्पनीमा चाहिँ कम्प्लेन छैन अहिलेसम्ममा चाहिँ मसँग विदेशीहरूसँग चढ्दाखेरि पनि। र म आफै विदेशीहरू नहुँदाखेरि काम गर्दाखेरिको पनि मसँग अहिलेसम्ममा मैले काम गरेको ठाउँमा कुनै पनि हालतमा कम्प्लेन चाहिँ छैन। अहिलेसम्ममा चाहिँ मैले चाहिँ नेपाली चाहिँ चढाएको छैन। नेपाली विदेशीहरूलाई मात्र गरिराख्नु भएको छ। विदेशीहरू पनि अब जस्तो पाए त्यस्तोसँग चढ्दिनँ। अब उनीहरूले म उसलाई राम्रै पैसा दिन्छु, म जसरी पनि उहीसँग चढ्छु भने मात्रै चढाउने हो। त्यस्तो हुन्छ। अनि त्यहाँनिर अब कतिचोटि चढेको मान्छे, कति लेभलको ट्रेनिङ गरेको मान्छे के भन्ने हुन्छ क्या। अनि अब जुन हाम्रो यो इन्टरनेसनल माउन्टेन गाइडहरू हुन्छ नि, उनीहरूसँग चढ्ने हामीसँग चढ्ने फेरि ठिकठिकाको लेभलको शेर्पाहरूसँग चढ्ने धेरै फरक पर्छ क्या। हाम्रो आफ्नो आफ्नो बायोडाटा हुन्छ। त्यो बायोडाटा अनुसारले पैसा पे गरेको हुन्छ उनीहरूले। अनि उसलाई एकचोटि यो बायोडाटा चाहिँ तिम्रो शेर्पा हो भनेपछि भोलि फेरि त्यो अरू शेर्पा गडबड गर्नु मिल्दैन क्या। अब एकचोटि मसँग चढ्छु भनेपछि त्यो मैसँग मात्रै चढ्न मान्छ क्या भोलिको दिनमा, अरूसँग चढ्नु मिल्दैन, मान्दैन क्या, ऊ आफै मान्दैन। अनि फेरि त्यो अर्को शेर्पा दिइसकेपछि फेरि त्यो अर्को शेर्पा बाहेक त्यसले अरू शेर्पा छान्दैन क्या। फेरि जे जस्तो हो पनि उसकै शेर्पा हेरेर हिँड्छ। धेरै चर्चामा आउने विषय भनेको अर्को जुन रूपमा हिमाल चढिरहँदाखेरि एक्सिडेन्टली मान्छेहरूको त्यहाँ डेथ हुन्छ नि, त्यहाँको रेस्क्युको व्यवस्था चाहिँ कसरी गरिया हुन्छ त्यहाँ? त्यस बारेमा चाहिँ अब मैले भनिहालेँ नि, त्यही हो। इन्सुरेन्स कम्पनीले अब त्यो हाम्रो कम्पनी जुन अब हाम्रो हिमाल चढ्ने त्यो एक्सपिडिसन चलाउने कम्पनीले चाहिँ नि इन्सुरेन्स गरेको हुन्छ। त्यो इन्सुरेन्सले कति कभर गर्ने हो त्यही इन्सुरेन्सबाट चाहिँ नि त्यो शेर्पालाई त्यो अरू गाइडहरूलाई पैसा दिएर हेलिकप्टरको पैसा सब तिरेर त्यहीँबाट निकाल्न आउने हो क्या। शेर्पाहरूले लिने त त्यही अब कति दिन्छु भन्छ, अब 10 लाख 15 लाख कस्तो रेस्क्यु गर्न पनि तपाईँहरू नै जानुहुन्छ त्यसमा? त्यो त अब पऱ्यो भने त नगई त हुँदैन नि। त्यहाँनिर भनेको अब धेर जस्तो पर्ने नै फेरि त्यहाँनिर भनेको हाम्रै शेर्पा भनेपछि शेर्पै दाजुभाइहरू मात्रै पर्छ कि प्रायः जस्तो। तर विदेशीहरू मध्येमा चाहिँ अलिकति चाहिँ अलिक लो शेर्पाले हिँड्ने त्यस्तो हुने चाहिँ इन्डियनहरू हो। तर शेर्पा राम्रो भएको कारणले चाहिँ उनीहरूलाई पनि समस्या चाहिँ आउँदैन क्या। किनकि अब त्यो जुन विदेशी जेसुकै होस् न, विदेशी चाहिँ मसँग चढ्छु भन्ने विदेशी चाहिँ त्यहाँ गएर लड्यो मड्यो ठक्यो एक्सिडेन्ट भयो भने त त्यहाँबाट लास्टमा आउने अब चढ्नु त चढ्यो नि त, आउँदाखेरि पनि राम्रोसँगले हेर्नु भन्ने बिचरा अब बेस क्याम्पमा आएर शेर्पा मात्रै आएर त त्यसलाई त मेन पैसा दिने त त्यो हो हैन। अनि पहिला हाम्रो सरकार ट्याक्स तिर्ने, यताउता पर्मिट कोस्ट तिर्ने, जुन हाम्रो कम्पनीले तिर्ने त तिरि नै हाल्यो नि। तर हामीले त सब्मिट भन्नुहोस् त अझै पनि त्यहीसँग लिनुपर्ने हो नि त। त्यही छैन भने त हामी त पैसा त छैन। जति दुःख गरे पनि त्यहाँ त सब्मिटमा त त्यही 3-4 दिनको बाटो हो। 3-4 दिनमा त अब 1500 2000 2500 कसैले त 5000 8000 10,000 दिन्छ नि। हेरी हुन्छ क्या।
त्यति मात्रै भन्ने हुँदैन। त्यति मात्रै भनेको कम्पनीले तोकेको भनेको अब 1500 2000 तोकेको हुन्छ, तर विदेशीले जहिले पनि बढी नै दिन्छन् क्या, थापेरै दिन्छ। जस्तै तपाईँले एकजना लिएर हिमाल चढ्न जानुभयो होइन, चढ्नु पनि भयो, तर ओर्लिने क्रममा उहाँको एक्सिडेन्टली केही भयो होइन, झर्दाखेरि तपाईँ मात्र बेस क्याम्पमा आउनुभयो भने तपाईँले पाउने पैसा सबै पाउनुहुन्छ, के हुन्छ त्यो चाहिँ मलाई थोरै बुझ्न मन लाग्छ। अब समिट बोनस त त्यहीबाट पाउने हो, त्यो त पाउँदैन। हातपात कसैले हातपात चाहिँ पाउनु चाहिँ सक्दैन। अब कम्पनीले नै ल अब के गर्नु, यस्तै भइगयो, ल तिमीलाई म दिन्छु भनेर हेरेर दियो भने दियो, नभए चाहिँ अब त्यो पाउने आशा चाहिँ कमै छ। के हुन्छ भने अब पुरानो शेर्पाहरूलाई चाहिँ कम्पनीले भए पनि हेरिदिनु पर्छ क्या, कम्पनीले पनि हेरिदिन्छ। अब त्यो नयाँ मान्छेहरूलाई चाहिँ अब के हुन्छ कस्तो हुन्छ अलिकति समस्या हुन्छ। अनि एउटा कुरा त के हो भने हिमाल चढ्नु गएपछि चाहिँ त्यहाँनिर गएपछि त्यो ऊ आफै हाम्रो मुखमा मान्दै मानेन भने चाहिँ हामीले केही गर्न सकिँदैन। अलिकति घमण्डी भयो भने होइन। जस्तै फेरि 7500 मिटर चाहिँ काटिसकेपछि हाफ माइल चाहिँ हुनु खोज्छ है, फर्स्ट टाइममा चढ्नेहरू चाहिँ। त्यस्तोहरूलाई अब हामीले कुनै बेला अब हुँदै भएन भने 1-2 थप्पडहरूलाई पनि केही फरक पर्दैन। नभए समाउनु सक्यो भने ठ्याप्पै समाएर अक्सिजन मजाले खुवाउने हो। अक्सिजन मजाले दिइसकेपछि त्यो 2-3 मिनट 4-5 मिनटभित्रमा त्यो रिफ्रेस भइहाल्छ। फेरि उसको दिमागले कामै नगरिरहेको हुन्छ क्या। कतातिर अब हामीलाई नि त्यहाँ गयो भने अलिकति फर्स्ट टाइममा चाहिँ के हुन्छ भने हामीलाई त्यहाँको एक्लिमेटाइज नभइकन डाइरेक्ट हामी चढ्नु जाँदाखेरि अक्सिजन कम भयो हामीलाई भने। जस्तै म त यो हिमालमा चढ्दैछु नि, तर हिमालमा चढ्दाखेरि पनि के हुन्छ भने त्यहाँनिर पुगिसकेपछि चाहिँ अब कता पुरै मान्छे देख्ने जस्तो, कता के जै मान्छे करा जस्तो सुन्ने जस्तो त्यस्तो हुन्छ क्या। त्यतिखेर चाहिँ अलिकति आफ्नो दिमागले काम नगरेको भनेर थाहा पाइन्छ कि पहिले चढेको शेर्पाले अनुभव भइहाल्छ। नभए अलिकति अब बाहिर हिँड्ने जस्तो भिर हिँड्ने जस्तो गर्छ नि, आफ्नो व्यवहारै छुट्टै देखाउन थाल्छ क्या। त्यतिखेर अरूले समाएर छपछुप समाएर तातो पानी मिलाउन सकेन भने अहिले एकछिनमा मान्छे हराउने सम्भावना पनि हुन्छ। फेरि त्यसमा चाहिँ त्यो बेलामा चाहिँ हामीले तातो पानीहरू केही छिटो खुवाएर अनि अक्सिजन चाहिँ दिनुपर्छ। अक्सिजन दिइसकेपछि चाहिँ मान्छे चाहिँ टक्कै फेरि आफ्नै लेभलमा आउँछ क्या। शेर्पा र क्लाइन्ट 2 जना चढ्नु गयो, तर क्लाइन्टले नि ल म सक्दिनँ फर्केर जाउँ भनेपछि त्यो इमान्दारी साथ उसले पैसा दिइरहेको छ क्या। म फर्केर जान्छु, अर्को साल चढ्छु, अथवा तिमीसँगै चढ्छु अथवा अरूसँग चढ्छु, तर यो तिमीले पाउने पैसा भने सबै तिर राखेर मात्रै जान्छु। एकदम इमान्दारी हुन्छ विदेशी। तर शेर्पाले नै अब क्लाइन्ट चढ्छु भन्दै पनि शेर्पाले हाइट हुँदैन ल फर्केर जाउँ भन्यो भने चाहिँ फेरि त्यस्तो खालको कुरामा चाहिँ अलिकति समिट बोनसहरू पैसा अब उबाट पाउने पैसाहरू चाहिँ पाउनु गाह्रो हुन्छ। फेरि त्यो चाहिँ दिँदैन। त्यो त फेरि शेर्पा फर्केर गयो पनि अर्को शेर्पा लिएर चढ्छ नि त। भनेपछि 2 जना बिचको समझदारी भयो चाहिँ होइन। ल ठिक छ। अनि अर्को कुरा, जसरी हामीले सुनिरहँदाखेरि हिमाल चढ्दाखेरि चाहिँ लासहरू त्यहीँ कति समयदेखिको लासहरू त्यहीँ छरपष्ट भए हुन्छन्, अथवा कतिपय अवस्थामा चाहिँ त्यो किल्चिँदै पनि जानुपर्ने हुन्छ भन्ने कुरा पनि सुनिन्छ कि यो कतिको सत्य, अथवा तपाईँले त्यस्तो देख्नु भएको छ हिमाल चढिरहँदाखेरि लासहरू वर्षौँदेखिको लासहरू यतिकै बाटोमा राखेको त्यस्तो केही छ अनुभव? यो सुनौ न। अब लास त त्यो धेरै पुरानो चाहिँ त्यो 8-10 वर्ष अगाडिको चाहिँ निकाल्ने सम्भव छैन। त्यो भनेको अब नेपाल सरकारले नै रेस्क्यु टिम खटाएर निकाल्यो भने मात्रै हो। त्यो भनेको अहिलेसम्ममा मैले देखेको भनेको चाहिँ एभरेस्टमा देखेँ मैले, हिलेरी स्टेपमा एउटा देखेँ। त्यो निकाल्ने सम्भव चाहिँ कम्पनीले चाहिँ गर्न सक्दैन, नेपाल सरकारले गर्यो भने मात्रै हो। त्यो माथि पनि एकदम अप्ठ्यारो हुन्छ क्या त्यहाँनिर भनेको चाहिँ। त्यहाँ त रेस्क्यु टिम शेर्पाहरूलाई राम्रो पैसा भेल्नु सकेन भने त्यो निकाल्ने सम्भवै हुँदैन। आफ्नो पनि त सेफ्टी गर्नु पऱ्यो नि, आफ्नो पनि त लाइफ जोगाउनु पऱ्यो नि। त्यहाँबाट निकाल्दै बढेको दिनमा त्यसलाई अब त्यो डेड बडी हो त। अब नेपाल सरकारले पैसा तिरेर ल निकालेर ल्याउ त भन्यो भने
केही गरी भरे डोरी चुडेर त्यहाँ रकीपाट छ आफू चिप्लेलाई केही भयो भने आफू मरे पनि मऱ्यो त्यो गए पनि फेरि त्यो गए पनि गाह्रै छ कि त्यो डेड बडी नै तल राम्रोसँग निकाल्नु सकेन भने पनि गाह्रो हुन्छ क्या रेस्क्यु टिमलाई त्यो कारणले राम्रो पैसा दिएपछि मात्रै चाहिँ नि एक्सपोर्ट सेटहरू पाउँछ होइन त्यो थाहै नभएको अहिलेसम्म अब डोरी कसरी बान्ने मान्छे कसरी बान्ने भन्ने थाहै नभएको मान्छेहरू पऱ्यो भने त त्यो त समस्या आउँछ बरु 2024मा लोचेमा बाटो खोल्दाखेरि एकजना लेडिज थियो कति वर्ष अगाडिको त्यो निकाल्नु भएको थियो 2024मै निकाल्नु भएको थियो त्यो लास निकालेको देखेको भन्नुभयो तपाईँले कि तपाईँ आफै निकाल्न चाहनु माथि थियो पछि हामी समिट गरेर तल आउँदाखेरि निकालेर ल्याएछ अरू टिम गएर निकालेछ अनि त्यस पछाडि पनि 2025मा पनि अब पोरै मात्रै हो एभरेस्टको क्याम्प 4 मा एउटा देखिया थिएँ मैले फिलिपिन्स त्यसलाई पनि निकालेछ अनि इन्डियन एउटा थियो लोचेको क्याम्प 4 भन्दा मुनि जुन एलोवेन रकको छेउमा थियो त्यो पनि निकालेछ अहिले चाहिँ मैले फेरि ठ्याक्कै यही अक्टोबरमा पनि मैले चारेको हो एउटा पोल्यान्डसँग चाहिँ पोल्यान्ड एन्ड्रेज बर्गेल भन्ने विदेशीसँग पनि चढेको मैले अस्ति अक्टोबरमा चढ्दाखेरि चाहिँ मैले केही पनि देखिनँ त्यहाँ चाहिँ किनभने पुरै हिउँ थियो यहाँदेखि मुनि बाँच्ने के बाँसिनु पनि त्यतिखेरको समयमा हामी 10-11 जना शेर्पा थियो शेर्पाहरू सबै फर्किहाल्यो खुम्बु आइसफलको बाटो हुँदै माथि समिटमा जाँदाखेरि चाहिँ माथि त्यो हिलरी स्टेपमा क्याम्प 4 भन्दा माथि गएपछि हिलरी स्टेपमा रातभरि बेलुका 3 बजीतिर गएको है बिहान लगभग 11-12 बजीतिर हिलरी स्टेपतिर पुग्यो अनि 20 मिटर जति फल भयो म चाहिँ फेरि त्यस पछाडि चाहिँ साथीहरू पनि सबै फर्केर गयो मलाई चाहिँ के गरौँ लाग्यो अब म त एक्लै छु अब 99% त समिटै भनौँ न अब हिलरी स्टेप भनेको त एभरेस्टको त्यहाँदेखि त्यो विदेशीले पनि भन्यो मलाई मेरो यो लास्ट प्रोजेक्ट हो मेरो स्पोन्सर हो अहिले चाहिँ हामीले चढ्न सकेन भने मलाई गाह्रो हुन्छ भने त्यस पछाडि फेरि एकचोटि ट्राई गरेँ मैले जहाँबाट म लडेको थिएँ त्यहीँबाट फेरि एकचोटि ट्राई गरेँ सट्टै चढेँ अनि त्यहाँबाट चढिसकेपछि चाहिँ लगभग बेलुका 3:12 मिनटतिर चाहिँ ठ्याक्कै 3:12 चाहिँ हामी समिट भयो अनि उसले स्की खेल्न थाल्यो त्यहाँबाट फोटोसोटो खिच्यो भिडियोहरू पनि सबै छ मसँग त्यहाँबाट उसले स्की खेलेपछि म पनि सँगसँगै दौडेँ तल लगभग क्याम्प 4 सम्म त लगभगै सँगसँगै जस्तो थियो त्यही 10-15 मिनट फरकमा थियो अनि क्याम्प 2 आउँदा त उता के पुरै स्कीमा जाने हो म त 1-1.5 घन्टाकै पछाडि पर्थ्यो अनि त्यहाँदेखि आएर पनि एक हप्ताभित्रमा मैले एभरेस्ट र धवलागिरी चाहिँ दुइटै चारेँ त्यहाँदेखि यहाँ काठमाडौँ आएँ अनि काठमाडौँबाट फेरि धवलागिरी गएर चार्ने ओके एउटा सामान्य मान्छे पहिलोचोटि हिमाल चढ्दैछ भने त्यो मान्छेले कुन समयमा चढ्दाखेरि चाहिँ उपयुक्त हुनसक्छ जस्तै अब हामीले सुन्दाखेरि चाहिँ प्रायः रातको समयमा मात्र हिमाल चढिन्छ भन्ने सुनिन्छ होइन अलिकति उपयुक्त समय चाहिँ के हुनुहुन्छ हिमाल चढ्नको लागि हिमाल चढ्दाखेरि त जहिले पनि चढ्ने त राति नै हो राति चढ्नुको रिजन के हुन्छ भने अब स्क्रिनहरू सेभ हुन्छ दिउँसो त अब धेरै घाम लाग्छ तातिन्छ होइन अनि हिमाल चढ्नुमा चाहिँ दिउँसो चाहिँ क्याम्प 2 क्याम्प जाँदाखेरि चाहिँ होइन क्याम्प 1 क्याम्प 2 क्याम्प 3 जाँदाखेरि चाहिँ प्रायः दिउँसै पर्छ तर जब क्याम्प 4 मा पुगिसकेपछि चाहिँ समिट टार्गेटमा हिँड्दाखेरि चाहिँ राति नै हो क्या किनभने दिउँसो जानलाई त बेलुका पो माथि समिटमा पुग्ला अनि तल चाहिँ कसरी फर्किने त त्यो कारणले बेलुका शेर्पाले जतिखेर भन्यो त्यतिखेर जाने बिहान टक्क समिटमा पुग्छ अनि बेलुका फेरि तल फर्किने हो क्या क्लाइन्टहरू शेर्पा बिना चढ्न सम्भव छ यसमा के भन्नुहुन्छ क्लाइन्टहरू शेर्पा बिना चढ्न चाहिँ चढ्छन् कतिपय अब शेर्पै बिना चढ्छन् होइन त्यो त अब
के हुन्छ भने कम्पनीमा चाहिँ कन्ट्याक्ट गरेर आउँछ कि उनीहरू मलाई कति चार्ज लिनुहुन्छ बेस क्याम्पमा खाना पकाइदिनु पऱ्यो मलाई यसो गरिदिनु पऱ्यो उसो गरिदिनु पऱ्यो शेर्पा चाहिँदैन मलाई भनेर कम्पनीमा चाहिँ थाहा हुन्छ तर हामीलाई चाहिँ थाहा हुँदैन एक्ज्याक्टली हामीलाई चाहिँ सबै कन्ट्याक्ट हुँदैन नि त जस्तै शेर्पासँग चढ्नु र शेर्पा बिना चढ्नुमा के फरक हुन्छ क्लाइन्टहरूलाई तपाईँले देखेको कुरा चाहिँ अब शेर्पासँग चार्नु र शेर्पा बिना चार्नुमा त मैले भनिहालेँ नि त्यहाँ गएर तातो पानी बोकिदिने मान्छे चाहियो अक्सिजन फेरिदिने मान्छे चाहियो अक्सिजनको मास्क रेगुलेटर बिग्रेको छ कि बिग्रेको छैन सबै चेक गर्ने हेरिदिने मान्छे चाहियो अनि माथि समेततिर अब अक्सिजन अब एकछिन 5 सेकेन्ड खोल्यो कि त त्यो भित्र त्यो जुन त्यो सास तलमाथि सास आउने जाने हुन्छ नि तिनीहरू एकछिनमा जाम हुन्छ त्यहाँदेखि त्यो जाम भयो भने कसरी खुलाउने के गर्ने हरेक समस्या हुन्छ क्या त्यहाँनिर अब त्यो चिसो भएछ म यसरी तताउँछु भनेर यसरी मुख ठप्प लगायो भने त त्यहीँ मुखसँग ठप्प आइस पनि त्यहीँ त्यो करेन्ट लाग्छ त्यहाँनिर सक्यो ओके अब अलिकति म तपाईँको पर्सनल लाइफको थोरै कुरा गर्न चाहेँ तपाईँ यो फिल्डमा हुनुहुन्छ परिवार खुसी हुनुहुन्छ तपाईँ फिल्डमा हुँदाखेरि परिवारबाट त अब फुल सपोर्ट भनौँ न यसको बारेमा अब किनभने अब विदेशतिर जानलाई पनि मलाई खासै मन पर्दैन मलाई यही फिल्डमा काम गर्नु छ यही फिल्डमा काम गरेर केही गर्नु छ भने मलाई त्यस्तो लाग्छ क्या मलाई मेरो कोरियाको स्पोन्सर पनि छ मेरो दिदी बेना बुवा मम्मीहरू कोरियामा बस्नुहुन्छ मम्मी अहिले भर्खर नेपालमा आउनु भएको छ अहिले लगातार बस्नुभएको मेरो बुवा कोरिया बसेको 9 वर्ष भयो उहाँहरू स्पोन्सरमै बस्नुभयो दिदी बेनाले गर्दाखेरि हामी घरमा 3 जना दाजुभाइ मध्येमा 3 जनाको हाम्रो स्पोन्सर छ दिदी बेनाले कोरियामा आउनुस् भनेर तर मलाई चाहिँ कस्तो के मेरो मनमा चाहिँ के लाग्छ भने अब मेरो बाउले चाहिँ नि त्यहाँ गएर काम गर्दैछ 50-60 वर्षको मान्छे पनि तर मलाई चाहिँ काम गर्न मन नलाग्यो क्या कोरियामा गएर जहाँ गएर भए पनि आफूभन्दा अब त्यहाँ मान्छेले कराउँछ भरे काम बिग्रिन्छ होइन आफूलाई अब अलिकति मान्छेले कराएको थर्काएको मन नपर्ने पहिल्यैदेखि दाइहरू ठुल दाइ छ अनि माइला दाइ छ दाइहरू कहाँ मलेसिया कहाँ गएर 4-5 वर्ष बसेर आउनुभयो तर मलाई विदेश खासै जान मन नलाग्यो जान मैले पहिले कोरिया जापान जान्छु भनेर एकचोटि ट्राई गरेको थिएँ त्यतिखेर मैले हिमाल चढ्दैन थियो त्यस पछाडि मैले जापानिज भाषा पढेँ 9 महिना कोरियन भाषा पढेँ 2 वर्ष सबै कुराहरूमा फेल हुने जस्तो के हुने जस्तो भयो धेरै बाधाहरू आउने कि त्यस पछाडि मैले म विदेश चाहिँ जान्दिनँ भन्थेँ त्यहाँदेखि हिमाल चढेको अनि यो पेसामा बाँच्न सजिलो छ नेपालमै यो पेसा अँगालेर बाँच्न ठिक छ अहिलेसम्म पहिलेको जस्तो छैन अहिले चाहिँ मलाई ठिकै लाग्छ पहिले चाहिँ अब त्यस्तै वर्षमा 1-2 हिमाल मात्रै चढ्ने है अब अहिले भनेको चाहिँ अब वर्षमा 4-5 वटा 6 वटासम्म हिमाल चढ्छु केही नभए पनि कोरियामा महिनाको 3 लाख दिन्छ भने त्यो महिनाको 3 लाख चाहिँ यहाँ 3-4 महिना मात्रै काम गर्दाखेरि पनि महिनाको 3 लाख चाहिँ वर्षमा बस्छ मेरो भन्नुहोस् राम्रो कमाइ छ अहिले अनि अब बच्चा छ घरमा छोरा 11 वर्षको छ छोरी एकजना 8 वर्षको छ एउटा 3 वर्षको छ तर तिनीहरूलाई नै अब विदेशीले स्पोन्सर गरिदिरहेछ अनि अहिले चाहिँ मलाई विदेशतिर खासै जान मन लाग्दैन भन्नुहोस् राम्रो कमाइ छ आज सायद तपाईँ काठमाडौँभन्दा बाहिर जाने भन्ने कुरा भइरहेको थियो तर पनि समय मिलाएर यसरी कुरा गरिदिनु भयो आफ्नो अनुभवहरू हामीलाई सुन्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद छ हजुर थ्याङ्क यू ल